नआउने अखर पाङ्ग्रा भनेर के दशा घरा चढाउँदा गर्छ नि त हौ नटिप्नु बहिनी नटिप्नु नटिप्नु न बहिनी नटिप्नु प्लिज नटिप्नु हैन नटिप्नु नटिप्नु मेरो साथी पाङ्ग्रा टिप्छु भन्छ नटिप्नु छैन यो पाङ्ग्रा हेलो सेमुना नमस्ते हो हजुरहरू सबैजनामा तपाईहरुलाई फेरि पनि वेलकम ब्याक छ मेरो युट्युब च्यानल चाम्स टियोना ब्लगमा है आजको हाम्रो हाइकिङ चाहिँ ताइतङ हुँदै टाइमुसन हुँदै ताइतङ सुइकमुड्स रहनेछ र यहाँ हाम्रो दिदी बहिनीहरू पनि आइसक्नु भएको छ है ल हेर्दै गर्नु होला अलिकति छोटो मिठो भिडियो अहिले चाहिँ बनाएको साथीहरु अहिले चाहिँ यहाँ हामी कामसङ रोडबाट चाहिँ अब 64 के समातेर चाहिँ जाँदैछौँ एकदम सजिलो रुट भएको हुनाले खासै मैले भिडियोहरू बनाउन त्यति इम्पोर्टेन्ट ठानेन अब एकैचोटि टाइमसम्म गएर जस्ट जाने हुएर एकैचोटि ताइतङतिरको देखाउँछु छोटो मिठो ब्लग हुनेछ आजको मेरो देखेको डाँडा चाहिँ हजुरहरू ताइतोयान है एकदम राम्रो छ तपाईहरु पनि जानुहुन्छ नि यही 64 केबाट झर्ने 64 केबाट गएर चाहिँ त्यहाँ पर कादुरी फार्ममा गएर झर्ने हो त ताइतोयान जानलाई चाहिँ अनि हाम्रो दिदी बहिनीहरू आउँदै हुनुहुन्छ एकजना हाम्रो नयाँ हाइकर्स दिदीको नाम के अरे कुमारी लिम्बू दिदी टाइमसम्म जाने बस नम्बर 51 बस बस कुरेको त 1 घण्टा भयो त आउँदैन कि के हो त्यही त नि बढी नयाँ एकजना हाम्रो साथी है दिदी यहाँ त मौरी रहेछ हेलो किनभने मार्छ गाँठी हो मौरीको गुँडै चाहिँ यहाँभित्र कति धेरै चाका होला है काट्नु इच्छुक छ भने आउँदा हुन्छ है हो जान्नुहुन्छ भने साथीहरू ल सबैजना अहिले हामी टाइमसम्ममा आइसकिसकेका छौँ साथीहरू ल यहाँ हाम्रो दिदी बहिनीहरू खाँदै हुनुहुन्छ गाडीहरू हेर्नु होला है गाडी आयो ल 1 2 3 लेट्स गो ल वेलकम टु युङलङ गरे गाँठी हो ल यस्तो छ है यहाँ चाहिँ के भनिन्छ ताइलमचुङ कन्ट्री क्लब अब कता होइन दिदी पिच जाने हो अब हजुर ऊ हाम्रो अर्को दिदीलाई पनि थाहा छ नि पिच जाने हो यहाँनिर अब यस्तो राम्रो ठाउँ छ यो चाहिँ ट्विक्स नेचर ट्रायल तर अब हामी जाने चाहिँ आउनुहोस् है म त हिँडेँ हजुर हो हुन्छ दिदी टोक्दै हिँडौँ खाँदै जाऊँ दिदी होइन दिदी ओह्रालो छ नि
पिचै पिच हो दिदी मेरो बुढोलाई त अलिक भित्र हो कति धेरै छ भित्र बाटो हुने अनि यस्तो भित्र हिँड्यो भने हजुर कति धेरै निहुरेको छ हो हाम्रो क्यामराम्यानहरू हुनुहुँदो रहेछ के चराहरू खिच्दै रहेछ नि ल यहाँ तलतिर साथीहरू यस्तो राम्रो भ्यूहरू देखिने रहेछ है यहाँ तपाईँले देख्न सक्नुहुन्छ अस्ति हामी हिँडेको दिदी यहीँ अलिकति मुनि मुनि त हो अलिकति मात्र तल हो हजुर ज्यू बाटो गइन्छ जाइन्छ के अरे के जोरन अरे ल यो तल देखेको साथीहरू सबै वान्छैहरू है हुन्छ हजुर फुल लभरहरूको लागि चाहिँ यहाँ एकदम राम्रो त्यही त नि मजा ए फुले रहेछ अब हामी जाने ट्रेन लाएर हजुर दिदी कुन त के साह्रो साथीहरू अब हामी यो बाटो नभएर चाहिँ हामी यतातिर झर्छौँ है होपीतिर लाग्दैछौँ हामी यतातिर लाग्दैछौँ आज पनि रमाइलो हुँदैछ हाइकिङ हाम्रो दिदीबहिनीहरूसँग आज हाम्रो ताइमुसन टु ताइतङ जाने प्लान थियो तर यहाँ कुचकुच हुँदा भएर बाटो मोडियो त्यही त नि ल यहाँ पाङ्ग्रा पनि रहेछ ल हर्ला अरे दिदी हो साथीहरू हामी यताबाट आएको है अनि यता गयो भने चाहिँ पाक्लुङ फरेस्ट ट्रेक अरे लेट्स गो दिस साइड ल जाऊँ यस्तो आनन्दमा बब्बाल दामी भएको छ है ल धन्यवाद हाम्रो पुष्पा दिदीलाई कोदोको दामी के भन्छ केम्पा रोटीको लागि अनि चट्टा लगाएर लेमन ओ माई गड अनि फ्रुट्सहरूको लागि हाम्रो दिदी बहिनीहरूलाई धेरै 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 धन्यवाद ओ माई गड खानु दिदी अगाएँ पो म त यहाँ हाम्रो दिदीहरू खाएकै हुनुहुन्छ है लगभग बाल भएको छ हो नि लु अब होपी जाने हो नि हामी टक्क तलतिर झर्ने होपीतिर झर्ने साथीहरू है हाम्रो दिदीबहिनीहरू हुनुहुन्छ
यहाँनिर यहाँनिर यहाँ ल टिप्नु हजुर दिदी काफल खानु जाने 2.5 किलोमिटर रहेछ यता चाहिँ थकाइ पुग्यो कि पुगेन दिदी बहिनीहरू ल त्यही त नि अब ल ल अब जाउँ है त ल बाई बाई ल साथीहरू अब चाहिँ हामी यहाँ एडजस्ट हुन्छ है ल अब टाइमसनबाट होपी झऱ्यो र तपाईँहरूलाई आजको मेरो ब्लग के कस्तो लाग्छ है स्किप नगरी हेरिदिनु होला अनि लाइक कमेन्ट सब्सक्राइब सेयर पनि गरिदिनु होला भनेर भन्न चाहन्छु ओके बाई बाई सी यू